हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म काम गर्न बारी आइरहेको छु अनि यहाँ चाहिँ हामी के गर्नु पो आएको, काँक्रा रोप्नु आएको। अनि हाम्रो बारी चाहिँ यस्तो छ। हेलो भन त प्रमिता। हेलो, म चाहिँ मेरो बहिनी हो अनि दिदीको ब्लगमा स्वागत तिमीलाई। हुन्छ, नमस्ते। ए भाउजू हेलो। हेलो, यहाँ चाहिँ मेरो भाउजू हुन्छ। यता चाहिँ यहाँ पानी दिनुहुँदैछ राँगालाई। अनि यहाँ दिदी यस्तो छ, यहाँ चाहिँ मुन्टा छ। यस्तो छ बारी चाहिँ अहिले त उडाट लाग्दो भएको रहेछ ठ्याप्पै। अब त्यहाँ नस्पतिको बोट छ, उडाट लाग्दो भएको छ। अनि अहिले चाहिँ म के पो उज्यालो हेर्नु, अहिले चाहिँ म कहाँ आएको अरे प्रमिसा? बारी इलाम। इलाम आएको छु नि। हजुर, सुजाता दिदी कहाँ गयो अरे अस्ति 1 महिना? काठमाडौँ। काठमाडौँ गयो। के भयो अरे दिदीको एक्जाम? फेल हुनुभयो। गाइस, म चाहिँ कोरियाको एक्जाम 2 ताल लेखेर पनि फेल हुने व्यक्तिमा पढ्छु होइन। अब चाहिँ मैले कोरियालाई थाती मार्दै के गर्छु भने यस्तै बारीको कामहरू गर्नुमा आतुर छु। अनि यस्तो घाम लागिरहेछ, अनुहारमा एउटा सनस्क्रिन पनि छैन। के गर्नु, काम गर्ने भएपछि त हौ ऊ पर हाम्रो भाउजू चाहिँ पर सिटा टिप्नु हुँदैछ। म चाहिँ अब यहाँ खन्नुमा रेडी हुँदैछ है। पानी अहिले मल हालेर गरौँ न। यति खन्दा हुन्छ होला हौ। यो चाहिँ काँक्रा रोप्नुको लागि है गाइस। यस्तो छ काम गराइ। बोल न प्रमिसा, गफ गर्दै गर। यहाँ हुनुहुन्छ हाम्रो भाउजू। यस्तो छ यहाँको भ्यू। यहाँ त केही नरोप्ने होला नि त, यही काँक्रा मात्र रोप्ने हुन्छ ल। अब यो खन्यो होइन, अनि खनेर यहाँ मल हालो, पानी हालो, अनि रोपिदियो क्या। बाक्लो भने हो कि बाक्लो भन्छ होला नि, बोल्दै गर है। बाक्लो भन्छ होला साँच्ची। मल गाई कता आत्तिन साँच्चै नभए हौ। यहाँ मल हालेर रोपिँदा हुन्छ। एकछिन भन्दा गर्दा गाई हामी यहाँ मल छान्दैछौँ है। ल यो त फुलमा लाउने खालको रहेछ नि। यहाँभित्र रहेछ, अहिले निक्लिन्छ राम्रो। ए लु बोक्नु त। मल बोक्ने स्टाइल है हाम्रो यो गाई। यस्तै छ है गाउँघरको काम। खुम्ने चाहिँ के साह्रो खुम्ने किन चाहिँ धनियाँ पनि ल्याउँछ क्या। कति यहाँ हालिदिन्छु म। बाक्लो पो हुने हो कि भाउजू? जोगाएर हुन्छ। माटो निक्लिन्छ होला नि। पुग्छ होला यो 2टाले। अलिअलि त्यहाँ रोपिदिउँ कि 2-3 झ्याङ मात्र, अनि त्यहाँदेखि उता माथि रोपिदिउँ न। अघि कहाँ अरे उता माथि पछि गरिदेऊ। काँक्रा रोप्ने बित्छौँ। रोपिसकेर पानी हालिदिनु। त्यसो गर्दा नि हुन्छ, तर मल चिसै रहेछ त। चिसै छ तर पनि पानी त हाल्नु पर्यो। 2 मात्र रोपौँ होला हौ है कि कतिवटा रोप्छ हौ?
दुई दुईवटा रोपिराख्दैन हुन्छ। खासमा त एउटा एउटा होला होइन, एउटा एउटा त उम्रिन्छ कि उम्रिँदैन, त्यही भएर हामी चाहिँ दुई दुईवटा रोप्दैछु म साथी हो। यसरी त रोप्छ होला है। कस्तो सनस्क्रिन चाहिँ अनुहारमा नलाइ आएर खत्तम भइगयो नि। तपाईँहरूले रोपिसक्नुभयो त साथीहरू काँक्रा? यस्तै त होला नि, धेर पुरियो कि बा। फलेपछि देखाउँछु ल हजुरहरूलाई फेरि। यहाँ त मलै मल्छ त भाउजू। पर्दैन रहेछ यहाँ। यहाँ चाहिँ मल हाल्नु नपर्ने रहेछ है साथी हो, किनभने अलिअलि मल रहेछ। तर अलिअलि त हालिदिउँ कि भाउजू। ज्यादा उम्रेर पछि हाल्दा नि हुने रहेछ। होइन थोरै थोरै हालिदिउँ न भएको बेला। तर फल्नु त फल्ने रहेछ कि क्या। ए मल त मलै मल्छ। तर साह्रो रहेछ नि त यहाँ त। अब अलिकति मात्रै ल्याउँदा हुन्छ भाउजू। पानी त हाल्नु पर्ने हुन्छ। अब यो सिटाले चाहिँ बाँड्नु पर्ने हुन्छ त्यसमा, काँक्रामा। रोपेर मात्र हुँदैन, नभए खाइदिन्छ चराहरूले। टक्क यो लगेर बाँड्ने। प्रमिसा बोल न, केही दिन पनि युट्युबको साथीहरूलाई जतिजना हुनुहुन्छ मेरो भ्लग हेरिदिनु भन, माया गरिदिनु भन। जसले दिदीको भ्लग हेर्नुहुन्छ धेरै माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यसरी जानु पर्ने हुन्छ। तर गाड्यो यसलाई वरिपरि अनि राख्यो हुन्छ। हरूले चाहिँ यसरी काँक्रा रोपेर बारी पनि सक्नुभयो। अनि अहिले चाहिँ पानी लिनु जानुभएको छ है गाइजहरू हुन्छ। हेर्नुहोस् है, पानी हाल्नु पर्ने हुन्छ नि त साथीहरू। हेर्न सक्नुहुन्छ। काँक्राको बिउ माथि निक्लिन्छ है भरे भयो। हेर्न सक्नुहुन्छ भ्यूहरू। अनि हाम्रो चाहिँ होइन उयो चियाबारीको माथि छ त, त्यहाँदेखिको माथि ठाडोमा त्यो बाँसको हाम्रो नराम्रो पर्छ नि। घाँस काट्नु पर्छ साथीहरू हामीले। काम त कति गर्नुपर्छ पर्छ। कता काट्नु धेरै त नकाट्नु, यता मात्रै काट्नु। घाँस काट्नु
गाह्रो छ हाम्रो हेर अनिसा कति दुःखले लाउनु भएको थियो सबै अर्काको पर है सबै भएको छ लु हामी चाहिँ घाँस काट्ने ठाउँमा आइपुग्यौँ है। आउनुहोस् यहाँ हेर्नु दिदी भाउजूले घाँस बोक्नु भएको। हजुर लु अब पोका बोकेर गएको ल यो चाहिँ मोल हो फुलमा हाल्न लगेको जाउँ न आऊ जाउँ अनि के पर्दैन कहाँ साथीहरू म चाहिँ अहिले अघि नै काम गरेर अघि नै घर चाहिँ आइसक्यो कि अनि घर आएर चाहिँ यतिकै भ्लग इन गर्नु बिर्सिरहेको थिएँ अनि अहिले चाहिँ रात पर्यो अब खाना पकाउँदैछु आजलाई चाहिँ यति नै के कस्तो भयो मेरो भ्लग माया गरिदिनु होला माया गरेर हेरिदिनु होला यति भन्दै आजलाई बाई बाई।